सुई नियदन्य नेपाल खुया एन्का अमेरिका थेङ्कुगु दुर्लभ मूर्ति नेपाल लित हगुदु अमेरिकाई दालस राज्य थेङ्कुगु यलया मुवंगु लक्ष्मी नारायण मूर्ति ये हया बिवा पुरातत्व विभागीय जुगु ज्याजोले सार्वजनिक यागु खा विभाग पटको त्वाले चोङ्गु लक्ष्मी नारायण देगल सन् 1984 तंगु लक्ष्मी नारायण वासुदेव कमलाज्य मूर्तिया जिम्मा कया यल महानगरपालिका यात ललागु खा विभागीय महानिर्देशक दामोदर गौतम यल महानगरीय मेयर चिरीबाबु महर्जन यात मूर्ति ललाना दिगु खा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सचिव यादव प्रसाद कोइरालाय उपस्थिति मूर्ति ललागु ज्याजो जुगु खा अब हामीले एउटा पोलिसी नै बनाउँदै छौं विदेशमा रहेका मूर्तिहरू कसरी नेपाल ल्याउने भन्ने बारेमा चाहिँ हामी अनुसन्धान गरिरहेछौं पोलिसी बनाएर त्यसलाई चाहिँ अब नेपालमा ल्याउने तर्फ चाहिँ हामी कोसिस गर्छौं किनभने परराष्ट्र मन्त्रालयमा हामीले धेरैचोटि छलफल गरेका छौं र यो मूर्तिको लागि चाहिँ सुरु गरेको हाम्रो निर्मलले हो उहाँ त्यहाँ आउनुहुन्छ अब यो अलिक पछाडि पर्नु भएछ मैले त अगाडि उजागर गरिदिएको उनले त्यहाँको त्यो के अरे उसमा अमेरिकामा बस्दा हुँदैमा चाहिँ के मूर्ति कस्तो छन् धेरैचोटि उहाँले चाहिँ मिहिनेत गर्नुपर्छ हाम्रो सहसचिव हुन्छ परराष्ट्र मन्त्रालयको उहाँले मिहिनेत गर्नुभयो अहिले त्यसको सफल भएर त्यो पनि आएको हो त्यसले गर्दा हाम्रा त्यो मिसनमा जो हुनुहुन्छ उहाँहरूले पनि धेरै मिहिनेत गरेर चाहिँ यहाँकोबाट हामीले उजागर गर्छौँ त्यसपछि उहाँ गइसकेपछि मूर्तिको अवस्थाको बारेमा हामी अध्ययन गर्छौँ अनुसन्धान गर्छौँ त्यसपछि एउटा प्रमाण जुटाइसकेपछि हामीले प्राप्त गर्ने भएको हुनाले अब हामी त्यो काम गर्दैछौँ अमेरिकी दूतावास अमेरिकी कूटनैतिक सेवा अन्तर्गत विदेश अपराध अनुसन्धान ज्याकु नेपाल प्रहरी अमेरिकी गुप्तचर संस्था FBI व दलास म्युजियम अफ आर्ट या मंका अनुसन्धान लिपा लक्ष्मी नारायण मूर्ति लुगु खा हामीले बढी इन्फोर्स गरिराख्यो भने त्यो समुदायलाई यसको महत्त्व बुझोस् मैले अघि नै भनेको थिएँ त्यसको महत्त्व इन टर्म्स अफ यसको जुन पहिचान हो इन टर्म्स अफ यसको रिलिजियस यसको आर्किटेक्चर यसका कला वास्तुकला प्रविधि यसका अरू महत्त्व बुझौँ र यसको आफै संरक्षण गरौँ यो पक्कै हो जुन ठाउँमा छ ती ठाउँका ती व्यक्ति अथवा ती समुदाय ती धर्मावलम्बीले यो कुरो बुझ्यो भने पक्कै पनि यस्ता मूर्तिहरू यहाँबाट बाहिर जान पाउँदैन त्यो नै त्यो ठुलो कुरो हुन्छ र यसमा हजुरले भनेको कुरो पनि मैले बुझेँ जहाँसम्म छ सबै मेयर साहबहरूले अथवा ती स्थानीय सरकार प्रमुखले यसको कमेन्ट गर्नुहुनेछ र त्यसको सुरक्षाको प्रत्याभूति भयो भने हामीले अरू आउने त्यस्ता कल्चर प्रपर्टीलाई पनि तत्त ठाउँमा हामीले प्रतिस्थापन गर्न सपोर्ट गर्ने हस्तान्तरण गर्नेछौँ च्यास निसे दोछि दन्य स्थापना यागु मूर्तिया जव पाखे बच्ची बुए नारायण दया आकृति दुसा देपा पाखे बच्ची बुए लक्ष्मी दया आकृति दु जव पाखे तुतिकुए नारायण दया बाहा गरुड दुसा देपा पाखे तुतिकुए लक्ष्मी दया बाहा काउली तया तगुदु देगल खुया यङ्केन्य दया मूर्तिया पूजा न्यान्जि थ जुया चोंगु ख अब हामी चाहिँ त्यहाँ रहेको त्यो मूर्ति चाहिँ त्यो रेप्लिकेसन चाहिँ हामी झिक्छौँ झिकेर चाहिँ यो मूर्ति त्यहाँ चाहिँ प्रतिस्थापन गर्छौँ तर त्यो गर्नुभन्दा अगाडि हामीले त्यहाँ चाहिँ सेक्युरिटी प्रिफर्म गर्छौँ राखेको थियो र हरायो भनेदेखि त लागि पर्छ होइन त्यसर्थ हामी त्यहाँ चाहिँ अहिलेको 21st सेन्चुरीको चाहिँ सेक्युरिटी चाहिँ कस्तो किसिमले चाहिँ त्यहाँ प्रिफर्म गर्न सकिन्छ त्यो चाहिँ हामी गर्छौँ हुनसक्छ त्यहाँभित्र चाहिँ मतलब कुनै किसिमको अब कुनै फोर्सफुली केही गर्दा साइरन बज्ने अथवा त्यहाँ झिलिमिली बत्तीहरू बल्ने अब लेटेस्ट टेक्नोलोजी के छ द्याट वी आर गोइङ टु युज द्याट टाइप अफ टेक्नोलोजी लक्ष्मी नारायण दया मूर्ति स्वतन्त्र अध्येता अमेरिकी गुप्तचर संस्था FBI लिसे नेपाल सरकार पहले वंगु चैत 31 गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल थ्यङ्क वगु खासा वयान्य 2077 साल फागुने अमेरिकी सरकार नेपाल सरकार यात ललागु खा लक्ष्मी नारायण मूर्ति पुरातत्व विभाग कया सुरक्षित नापतेत पाटन संग्रहालय यात बिहिबार ललागु खासा शुक्रबार पाटन संग्रहालय स ते हगु खा सांस्कृतिक मूर्ति चाहिँ थटथ लिटबी माट हो चाहिँ छौ एन नेपाल न के पास आउट UN अंतर्गत के वो आधार वो अले छी त कौन से उठाने यो पब्लिक यो चाहिँ इन्ट्रेस्ट वो जन आवाज हो तो मूर्ति चाहिँ अमेरिका दलास म्युजियम में चाहिँ पहिला अमेरिकन सरकार यो के लिटाउन अमेरिकन सरकार अमेरिकन नेपाल से अमेरिका स्थित नेपाली राजदूतावास अन लिटबी रुंगा अले थाना चाहिँ मिग नेपाल ठेङ्कवया नेवा पुरातत्व विभाग हस्तान्तरण गरे पुरातत्व विभाग ठाउँ पाटन संग्रहालय त सुरक्षित लागि हस्तान्तरण यावको केही दिन बाद स्थानीय सरकार यो पहले वो स्थानीय जनसमुदाय पहले चाहिँ बाणाउ साहित्यिकना थौवे डेगले स्ट्याब्लिस याउरी चाहिँ छिदपुस्यौ मनसायदु याक्ने वो चाहिँ जुइ स्थानीय सक्रिय जुया तले दुंकुगु मूर्ति विदेश लित हगु थोछगु तढंगु उपलब्धि ख
मध्यकालीन नेपाली मूर्तिकलाय नमुनाय रूपे दुगु जिन्यागुगु शताब्दीय दुर्लभ लक्ष्मीनारायण मूर्ति सुई नेदलिपा थगु हेथा येलेतु लिहावगु ख